नमस्कार सबैमा। आज चाहिँ मैले डिप्लोमा इन एनिमल साइन्स एन्ड प्लान्ट साइन्स कम्बाइनको चाहिँ एग्री बिजनेसको चाहिँ इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ भन्न गइरहेको छु। यसको चाहिँ इक्जाम चाहिँ 2082 एक महिना 2 गते रहेको छ। यो इम्पोर्टेन्ट क्वेसनहरू मैले अलिअलि डिस्कस गरिदिनेछु, त्यो अरू आफैले हेर्नु होला। यति मैले भनेको क्वेसन हेर्नु भयो भने 40 मा 35 भन्दा माथि आउन सक्छ। योबाट सबै इन्क्लुड हुने गरेर चाहिँ मैले बनाएको छु है। इम्पोर्टेन्ट क्वेसन्स एग्री बिजनेस मार्केटिङ कोअपरेटिभ्समा। यो चाहिँ प्लान्टमा पनि सेम हो, एनिमल साइन्समा पनि सेम हो है। हाम्रो पहिलो क्वेसन के छ भन्दाखेरि व्हाट इज एग्री बिजनेस भनिएको छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन। व्हाट इज एग्री बिजनेस एन्ड एग्री बिजनेस म्यानेजमेन्ट पनि सोध्न सक्छ है यसबाट। एन्ड स्कोप एन्ड इम्पोर्टेन्स, यिनीहरूको चाहिँ स्कोप एन्ड इम्पोर्टेन्स। कहिलेकाहीँ यसमा प्रोस्पेक्टहरू पनि सोध्ने सम्भावना देखिरहेको छ। अब सेकेन्ड क्वेसनमा छ डिफाइन प्लान्ट फार्म एन्ड इन्डस्ट्री भनेको छ। यिनीहरूको चाहिँ यो चाहिँ फिक्स क्वेसन, मोस्ट इम्पोर्टेन्ट क्वेसन हो। यो चाहिँ 100% आउने क्वेसन हो। डिफाइन प्लान्ट फार्म एन्ड इन्डस्ट्री एन्ड राइट इन्टर रिलेसनसिप बिट्विन प्लान्ट फार्म एन्ड इन्डस्ट्री भनेको छ। यिनीहरूको प्लान्ट फार्म र इन्डस्ट्रीको बारेमा चाहिँ हामीले चाहिँ यिनीहरूको चाहिँ इन्टर रिलेसनसिप चाहिँ लेख्नुपर्छ है त। त्यसपछि छ क्वेसन नम्बर 3 मा व्हाट इज मिन्ट बाई द एग्री बिजनेस एनिबलिङ इन्भाइरोमेन्ट, राइट इट्स टाइप्स। यिनीहरूको चाहिँ एउटा बिजनेस इनेबलिङ इन्भाइरोमेन्ट भनेको चाहिँ के हो भनेर आउँछ है। यो चाहिँ कति पार्टमा छ? 3 पार्टमा। यसका टाइपहरू पनि हामीले लेख्नुपर्छ। त्यसपछि क्वेसन नम्बर 4 मा छ, यहाँ हेर्नु त क्वेसन नम्बर 4 मा डिफाइन अर्गनाइजेसन एन्ड इट्स अ फङ्सन भनेको छ। यसो डिफाइन अर्गनाइजेसनहरू हेर्नु पऱ्यो एन्ड फङ्सनहरू। अनि 5 मा चाहिँ के छ भन्दाखेरि वाट आर फङ्सन अफ म्यानेजमेन्ट बिजनेस म्यानेजमेन्ट भनेको छ। यिनीहरूको बिजनेस म्यानेजमेन्टको चाहिँ फङ्सनहरू लेख्नु पऱ्यो। अब क्वेसन नम्बर 6 मा छ वाट इज मिन्ट बाई द ह्युमन रिसोर्स म्यानेजमेन्ट फङ्सन ह्युमन रिसोर्सेस डेभलपमेन्ट भन्ने छ 6 नम्बरमा। यो चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट, यो चाहिँ योभन्दा अगाडिको साल पनि यो आएको छ। वाट इज मिन्ट बाई द इन्भेस्टमेन्ट एप्राइजल भन्ने यो पनि एकदमै महत्त्वपूर्ण इम्पोर्टेन्ट क्वेसन हो। यसमा चाहिँ डिस्काउन्टिङ कि नन डिस्काउन्टिङ एउटा 100% एउटा फिक्स सोध्छ है त। यसको पनि राइट डिटेल्स डिस्काउन्टिङ क्राइटेरिया इन्भेस्टमेन्टल एप्राइजल भन्न सक्छ। यसमा चाहिँ एउटा चाहिँ आउँछ है 100%। यो नआयो भने मलाई भन्नुहोला। डिफाइन रिस्क एन्ड अनसर्टेनिटी भनेको छ। यिनीहरूको यो त 100% हो। डिफाइन एन्ड रिस्क एन्ड अनसर्टेनिटी भन्ने आउँछ। एन्ड मेथड अफ द मिनिमाइजेसन अफ द रिस्क एन्ड अनसर्टेनिटी, यिनीहरूको मिनिमाइज चाहिँ कसरी गर्ने भन्ने आउँछ है त यसबाट। यो पार्टबाट एउटा यो क्वेसन मात्र 100% आउने। अनि त्यसपछि डिफाइन कोअपरेटिभ एन्ड प्रिन्सिपल अब्जेक्टिभ अफ द कोअपरेटिभ भनेको छ। यिनीहरूको प्रिन्सिपल एन्ड अब्जेक्टिभ चाहिँ के छ भन्ने हुन्छ है त। एन्ड कोअपरेटिभ फार्मिङ भनेको के आउन सक्छ, यसको इम्पोर्टेन्स। डिफाइन कोअपरेटिभ मार्केटिङ रोल अफ द कोअपरेटिभ इन एग्रिकल्चर। यो 1 2 3 4 क्वेसनमा चाहिँ एउटा क्वेसन चाहिँ 100% स्योर आउँछ है त योबाट पनि। अब त्यसपछि छ व्हाट इज एग्रिकल्चर मार्केटिङ भन्छ। एग्रिकल्चर मार्केट भनेको चाहिँ के हो भन्ने छ यसमा। यो पनि आउँछ। डिफ्रेन्टिएट भनेको छ मार्केटिङ एन्ड सेलिङ भनेको छ। मार्केटिङ एन्ड सेलिङको बारेमा पढ्नुपर्छ। व्हाट डु यु मिन बाई सरप्लस एन्ड मार्केटेबल सरप्लस एन्ड मार्केटेड सरप्लस भनेको चाहिँ यो चाहिँ 100% आउँछ है त। यो आउँछ। सर्ट टर्मसम्म पनि आउन सक्छ, यस्तो पनि आउन सक्छ। व्हाट डु यु मिन बाई मार्केट इन्टरमिडिएट, यो चाहिँ सर्टमा आउँछ। यो पढ्नु होला। 19 नम्बरमा मार्केटिङ फङ्सन एन्ड प्राइमरी सेकेन्डरी
मार्केटिङ फङ्सन भनेको छ, प्राइमेरी र सेकेन्डरी मार्केटिङ फङ्सनको चाहिँ हेर्नु पऱ्यो 100%। त्यसपछि 100 आउने क्वेसन भनेको चाहिँ राइट एबाउट मार्केटिङ फङ्सन गिभन बाई कोल्स एन्ड वुल्स भनेको छ। यो चाहिँ फिक्स आउँछ है त, यो सर्ट टर्मसम्म पनि आउन सक्छ, लङ क्वेसनमा पनि आउन सक्छ। त्यसपछि डिफाइन मार्केटिङ च्यानल, डिफाइन प्राइस स्प्रेड, प्रोसिड्युर सेयर भनेको छ, यो पनि आउन सक्छ सर्ट टर्मसम्म, मार्केटिङ च्यानलहरू आउँछ। त्यसपछि वाट इज मार्केटिङ एफिसिएन्सी, राइट इट्स त्यो आउँछ। त्यसपछि सप्लाई एन्ड द भ्यालु चेन, यो त फिक्स आउने भयो, यसका भयो, यो त सर्ट टर्मसम्म आउँछ। भ्यालु चेन भनेको चाहिँ यसको प्रोसेसिङ भ्यालु चेन अफ द म्याप भनेको छ। त्यसपछि अब लास्ट पार्टमा चाहिँ फ्लोर प्राइस, सेलिङ प्राइस, ट्याक्सेसन एन्ड सब्सिडी, यिनीहरूको इफेक्टहरू पनि आउन सक्छ। यति 26 क्वेसनहरू चाहिँ हेर्न सक्छौँ भने हामीले 40मा चाहिँ 35 भन्दा चाहिँ हामीले यो चाहिँ माथि आउँछ यो क्वेसनहरूबाट। यति क्वेसन हेर्नु होला एग्री बिजनेसमा, अनि यति क्वेसनबाट आएन भने मलाई भन्नु होला। यसबाट सबै इन्क्लुड हुने गरेर चाहिँ मैले इम्पोर्टेन्ट क्वेसनहरू यो राखिदिएको छु। हजुरले सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला। कुनै क्वेसन यस्तो कन्फ्युज लागेको छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। भिडियोहरू चाहियो भने त्यसको म भिडियो बनाइदिनेछु, नत्र मलाई थाहा हुन्न। हजुरहरूको कमेन्टबाट नै हो मैले भिडियो बनाउने भनेको चाहिँ। धन्यवाद। अर्को भिडियो हेर्दै गर्नु होला। बेस्ट अफ लक इक्जाम।